हामी लिभिङ मण्डली जीवित मण्डलीले चाहिँ गर्ने पहिलो काम चाहिँ हराएका मानिसहरूलाई खोज्नु। अघि तपाईँहरूले जवान समितिले पनि सुसमाचार सुनाउने, अनि दिदीबहिनीहरूले पनि सुसमाचार सुनाउने, अनि मुख्य मण्डलीले पनि सुसमाचार सुनाउने जुन उद्देश्य राख्नु भएको छ नि, त्यो चाहिँ एकदमै राम्रो कुरा हो। जस्तै अघि यहाँ रिपोर्ट सुन्दै गर्दाखेरि मैले गलत बुझिनँ भने 126 जनालाई सुसमाचार सुनाएर 2 जनाले पानीको बत्तिसमा लिनुभयो। कति खुसीको कुरा। अब आउने दिनमा मण्डलीले 220 जनालाई सुसमाचार सुनाउने अनि 10 जनालाई बत्तिसमा दिने लक्ष्य राख्नु हो। मलाई एकदमै मन पर्यो। यो चाहिँ सुसमाचार, चेलापन र मण्डली वृद्धिमा यस्तो ठुलो काम गर्छ। धर्मशास्त्रमा यसरी लेखेको छ, हराएका मानिसलाई ख्रिस्टमा ल्याउँदै गर्ने मण्डली चाहिँ जीवित मण्डली हो। त्यसकारण महान आदेश प्रभु येशूले उहाँको चेलाहरूलाई महान आदेश दिनुभयो। मत्ती 28:18 देखि 20 मा। अब यसो तिनीहरू कहाँ आएर यसो भन्नुभयो, स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिएको छ, यसकारण जाओ, सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दियो। मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। अनि हेर, म युगको अन्तसम्म सधैँभरि तिमीहरूको साथमा छँदैछु। आमेन। देख्नु भएको कति दुःख गरेर हेर्नु भएको छ है। सबै देख्नु भएको चाहिँ देख्यो, अझै देखेन भने भन्नु है। म चाहिँ सहजकर्ता हो, सजिलो बनाइदिन्छु म है। ओके, प्रभु येशूले आफ्ना चेलाहरूलाई स्वर्ग रमण हुनुभन्दा अगाडि, स्वर्गमा जानुभन्दा अगाडि महान आदेश दिनुभयो, जो चाहिँ स्वर्ग र पृथ्वीको समस्त अधिकार भएको व्यक्ति, जो चाहिँ सारा संसारको सृष्टिकर्ता हुनुहुन्छ। अनि उहाँले आफ्ना चेलाहरूलाई भन्नुहुन्छ, यसकारण जाऊ, सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता र पुत्र र पवित्र आत्माको नाम बप्तिस्मा देऊ, जे मैले तिमीहरूलाई आज्ञा गरेँ सबै कुरा पालन गर्न सिकाऊ। प्रभु येशूले आफ्ना चेलाहरूलाई दिनुभएको महान आदेश।